everyone, म यहाँ हेर्नुहोस् है अब काँक्रा खानु आएको अब मेरो बारीमा खै कतिवटा फल्यो बिहान त लगेको थियो दोकानमा हो टिपेर कहाँनिर छ यहाँ रहेछ ठुलो चाहिँ हो सानो फल्दो रहेछ यहाँनिर चाहिँ अम्बो हेर्नु न यहाँ कहाँ रहेछ नि माथि 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 रहेछ एउटा त पर रहेछ खै आया यहाँ हेर्नु न यो सानो रहेछ हेर्नु गाइस कस्तो दामी वेदर भयो चाहिँ हो ग्ल्याडिस पनि फुलेछ काँक्रा त टिप्नु भनेको कि खोइ कता फलेको छ पो रहेछ गाइस हो यहाँ हेर्नु न यहाँ सानो रहेछ ए पाएँ यहाँ हेर्नुहोस् त वाउ लुक एट फाइनली आई गट इट मैले पाएँ हेर्नुहोस् न हो गाइस लुक मैले टिपेँ एउटा बल्ल बल्ल कस्तो लाग्यो हेर्नुहोस् अर्ग्यानिक मैले लिएर आयो अझै फलेको होला कि तर म होस् अब एउटा मात्रै टिप्छु अहिले अचार बनाएर खान्छु कि तर बेस्ट सो गाइस भाउजू पनि ठिकै आउनुभयो होइन हेलो राबङलाबाट भर्खरै भर्खर मैले फ्रेस अघि काँक्रा टिपेको थिएँ नि त अनि भाउजू र म चाहिँ खाने अब है काँक्रा मैला लागेछ नि बहिनी यो चाहिँ अलिक यस्तो गऱ्यो भने चाहिँ के भन्छ तिते उता जा तिते जा मिठे मिठे आइज तिते तिते न त्यो तुप्पोले गर्नुपर्छ त मैले फाके पठाइछु नि त तितो हुन्छ अरे है फेरि तितो हुँदैन अनि मलाई काँक्रा काट्नै आउनेन भन्दै गाली गर्छ मलाई त जहिले तितो हुन्छ यस्तो काटेन भने चाहिँ तितो हुन्छ है डल्लै टुप्पो काट्नुपर्छ अन्त त्यहाँदेखि लामो लामो नै काट्नु खानुको लागि त मिठो हुन्छ मलाई त्यो डल्लो काँक्रा फलेको छ कि गाइस अर्ग्यानिक हाम्रो घरमा फलेको लु तपाईँ एउटा खानु लु डल्ले चाहिँ अघि खाइसक्यो भातसँग अब चाहिँ खानु सक्दिनँ अब काँक्रा मात्रै खान्छु ल खाँच्ने तपाईँ बिचमा अझै खानुपर्छ गाइस म चाहिँ खाएँ है खाने हो हाम्रो घरको बस्तीको काँक्रा गाइस ड्राइभर गर्दा के साह्रो थाकेको म पनि त दिउँसो कस्तो पानी परेको काँक्राको बारीमा आएर काँक्रै खानु